जनकपुरका सपनाहरू आज त्रिवी मैदानमै लोडिङ फेल्ड। लुम्बिनी लायन्स 4 विकेटको जितसँगै प्लेअफमा ढोका ढकढकाउँदै प्रवेश। डिफेन्डिङ च्याम्पियन जनकपुर बोर्ड्सलाई हराएर लुम्बिनी चौथो टिमको रूपमा प्लेअफमा छिर्दा चितवन पोखरा जनकपुरको प्लेअफको ढोका अब त्यो ढोका होइन, खिड्की पनि बन्द। कागजमा 133 रन झट्ट हेर्दा ठिकै लाग्यो, तर मैदानमा लुम्बिनीले भन्यो यो त हाम्रो इभिनिङ स्न्याक हो। सुमित महर्जन पहिलो बलमै आउट। मैदानमा आउनुको मानार्थ फोटो खिच्न मात्र आएकै जस्तो। त्यही ओभरमा डीआरसी शट एलबीडब्ल्यू। जनकपुरको फ्यानहरू कुरेको ओभरले कुरा नै सक्यो, तर कप्तान रोहित 32 बलमा 34 रन। यता जनकपुरतिर कुरेको 45 रन एक्लैले जिम्मेवारी लिएको इनिङ्स जस्तै, तर अरू सबै रनआउट त होइन, तर आउटपुटै कम। 19.1 ओभर लुम्बिनी 136 मा दिलीपनाथ र ट्रम्पलम्यान नट आउट। जनकपुरलाई हराउनै परेपछि दुवैजना सेटल भएर बसेछै। अब प्लेअफ समीकरण सुदूरपश्चिम पहिले नै टपमा स्टाइलमा बसेको काठमाडौँ गोर्खाज, विराटनगर किङ्स र अब लुम्बिनी। यता अन्य टिमहरू यो पटक दर्शक नै बन्नुपर्ने पक्का। भिडियो मन परेमा लाइक, कमेन्ट, फलो र सेयर गर्न नछुटाउनु है। अनि यो सिजन कसले बाजी मार्ला कमेन्टमा लेख्नुस्। अर्को खेलमा फेरि भेटौँला, रमाइलो ग्यारेन्टी।